तपाईँको यासी रिजल्ट 2083 आएको छ कि छैन, मोबाइलबाट कसरी हेर्ने, मार्कसिट सहित कसरी डाउनलोड गर्ने, आजको यस भिडियोमा म तपाईँलाई स्टेप बाई स्टेप सजिलो तरिकाले यासीको रिजल्ट कसरी हेर्ने भनेर देखाउनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइलमा रहेको गुगल क्रोममा जानुहोस् र यसरी गुगल क्रोममा आइसकेपछि तपाईँले माथि सर्च बारमा यानिपी यासी रिजल्ट 2083 सर्च गर्नुपर्ने हुन्छ। मैले सर्च गरेर सर्च गर्नु होला माथि र यसरी सर्च गरिसकेपछि तपाईँले चाहिँ यहाँ वेबसाइट सो हुन्छ नेपाल टेलिकमको यासी रिजल्टको बारे र यहाँ क्लिक गरेपछि तपाईँले देख्न सक्नुहुन्छ सिम्बल नम्बर भन्ने अप्सन सो भइरहेको छ। त्यहाँ क्लिक गरेर आफ्नो सिम्बल नम्बर हाली सजिलै आफ्नो रिजल्ट पनि हेर्न सक्नुहुन्छ। र साथीहरू ध्यान दिनुहोस्, रिजल्ट हेर्दा इन्टरनेट राम्रो हुनुपर्छ, नत्र वेबसाइट ओपन हुन सक्छ र गलत सिम्बल नम्बर राख्दा रिजल्ट देखिँदैन। त्यसैले सही सिम्बल नम्बर राखी आफ्नो रिजल्ट नआत्तिकन हेर्नुहोला। यदि तपाईँलाई यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोस्। अझ यस्तै युजफुल जानकारीका लागि हामीसँग जोडिरहनुहोस्। धन्यवाद।